साथीहरूले केही कमी कमजोरी छ कि हजुरहरूले केही गुनासो सुनासो छन् कि अथवा अझै केही राम्रो गर्नुपर्छ कि भन्ने कुरा हजुरहरूसँग सुनौँ बुझौँ अनि सेवा प्रवाह गरौँ। अब मान्छेको स्वास्थ्य गाई बस्तुको चराचुरुङ्गीको त्यसपछि आएर कृषि सम्बन्धी हाम्रो कृषि प्राविधिक हुनुहुन्छ स्वास्थ्य शाखाकै हाकिम आउनु भएको छ गाउँपालिकाको अब पशु सेवाको हुनुहुन्छ चिनिरहनु भएको छ। हाम्रो चाहिँ सिक्यु चौकीको चाहिँ हाम्रो चाहिँ नै सुजनजी यहाँ हुनुहुन्छ अरू हाम्रो स्वास्थ्य कर्मीहरू हाम्रो म्याडमहरू हुनुहुन्छ। त्यसो भएको हुनाले यसो आज हेरौँ अलिकति कसरी काम गर्नु भएको छ अझै कसरी राम्रो गर्न सकिन्छ कसरी राम्रो सेवा दिन सकिन्छ अझै थप केही व्यवस्थापन गर्न सकिन्छ जनतालाई कसरी राम्रो गर्न सकिएला कसरी सेवा राम्रो होला भन्ने हिसाबले यहाँ उपस्थित भएको हो। नमस्कार छ सेवा लिनु होला हजुरको गाउँघरमा सेवा दिन पाइएको छ हामी खुसी छौँ। हजुरलाई सबैलाई धन्यवाद सहित नमस्कार। चन्द्रबाबुले गरेछ राम्रो गरेछ अहिलेसम्मदेखि गरेछ सबैले राम्रै भनेको छ अहिलेसम्म आएको सुरु गरिरहेछ मेरो सबैले राम्रो गरिरहेछ मेरो क्षेत्रबाट प्रेमबारको हो महिनाहरू आउँछ राम्रै लागिरहेको छ महिनामा ठ्याक्कै आउँछन् होइन ए सेवा पाइरहनु भएको छ ए खुसी हुनुहुन्छ। हजुरको नाम सूर्यबार आएर बाँडेर आएर सबै उठी बास लागिसक्यो अब यो पनि मान्छे संसद बन्ने कुरा उठिरहेको छ अहिले हजुर हजुर त्यस विषयमा चाहिँ बढी चाहिँ फोकस गर्नु पर्यो होइन अहिले संसद बन्ने कुरा उठाइरहेको छ यो कुराहरू तर बँदेलले कुरा उठायो बँदेलले पछि उठिरहेको लाग्यो बँदेल र बाँदरको त बिक्री होइन। अब यो विषयमा चाहिँ कस्तो लाग्यो स्वास्थ्यको विषयमा यो विषयमा अब घुम्थ्यो अब स्वास्थ्य त राम्रो कुरा हो नि यो बुढाखाडा हामी जानु सक्दैनौँ तल होइन कन्ट्रोलमा आएर चाहिँ स्वास्थ्य परीक्षण गर्दाखेरि राम्रो कुरा हो यो हुनुपर्छ। हजुर घर कहाँ हो यहीँ हो। अब उहाँहरूले चाहिँ यहाँ स्वास्थ्य सुविधा दिनुभएको तपाईँलाई गाउँघर क्लिनिक भनेर महिनामा ठ्याक्कै आउनुहुन्छ नि उहाँहरू ठ्याक्कै हो कति गते आउनुहुन्छ 14 गते बिदा भयो नि आउनुभयो होइन बिदा भयो नि हरेक 14 गते आउँछ छुटाउनुहुन्न कस्तो लागेको छ हजुरलाई हजुरले लिइरहनु भएको छ स्वास्थ्य सेवाहरू लिइरहनु भएको छ कस्तो लागेको छ हजुरलाई एकदम राम्रो छ अब धन्यवाद दिन चाहन्छु म हजुर वडा नै हाम्रै माथि छ के अरे अध्यक्ष उसैको कलमा भएको हो यो राम्रो छ खुसी हुनुहुन्छ एकदम हिराबहादुर हजुर के को लागि आउनु भयो यहाँ जाँच्न के जान्दा आउनु भएको पेसा जान्ने भन्छ ए सधैँ आउनुहुन्छ बिदा परे नपरे ए कस्तो लागिरहेको हजुरलाई राम्रै लागेको छ सबैको यहीँ अब गाउँमा सेवा गरिदिएको छ अब अध्यक्ष हामी पनि यहीँ घरै बसेर जान्नु पाउँछ त्यतिखेर के समस्या छ हजुरको हजुरलाई के समस्या भएर आउनु भएको यहाँ मेरो समस्या त म त मुटु रोगको मान्छे हो हजुर यहाँ त यो प्रेसर जाँच मात्रै यहाँ मिल्दैन औषधि ए यहाँ प्रेसर चाहिँ रेगुलर जाँच्नुहुन्छ रेगुलर जाँच के को लागि आउनु भयो यहाँ के भएको छ हजुरलाई अनि के भएर आउनु भयो तपाईँ ए जचाउनु प्रेसर रेगुलर आउनुहुन्छ सधैँ आउनुहुन्छ ए कस्तो लागिरहेको हजुरलाई यहाँ घर अगाडि माथि आएर चाहिँ प्रेसर जाँचिन्छ सुगर के छ यहाँ जाँच्ने उयोहरू औषधि दिनुहुन्छ भएको औषधिहरू होइन पशुलाई पनि दिनुहुन्छ कृषिको पनि होला सुविधा के अरे औषधि नभए नि यसो गर्नु भन्नुहुन्छ होला पक्कै पनि होइन सोद्धाखेरि भन्नुहुन्छ कस्तो लागिरहेको छ राम्रो लागेको छ सर राम्रो लागेको छ खुसी हुनुहुन्छ खुसी छु राम्रै हुन्छ जाला नि हामीलाई पनि जाने छैन सिकाउनु हुन्छ सर उसले अब यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ हामी जान्छौँ नि त नमस्कार जुनुमाया हजुर 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 घर कहाँनिर हो ए माथि हो के को लागि आउनु भयो यहाँ औषधि लागि जाँच्नु लागि जाँच्न औषधि पनि लानुहुन्छ औषधि त छाउनीबाट ल्याउँछ छाउनीबाट हजुरको के भएको समस्या चाहिँ के हो र दम होइन ए सधैँ आउनुहुन्छ यहाँ जचाउने यहाँ 14 गते सधैँ आउनुहुन्छ अब बिरामी धाउनु पर्ने ठाउँमा तपाईँ धाइदिनुहुन्छ आउँछ नि हामी धाउनु पर्ने ठाउँमा तपाईँहरू धाइदिएको छ खुसी छ राम्रो सेवा दिनुभएको छ राम्रो सेवा दिनुभएको अब के गर्नु पर्ला अझ राम्रो बनाउन अब के गर्नु पर्ला तपाईँहरू प्रेसर भयो मान्छेले कोलेस्ट्रोल लेभल भनेर हेर्नुपर्छ मङ्गलबार निःशुल्क रूपमा हाम्रो ल्याब हो मङ्गलबार आउने
यो औषधि लिने महिनामा एकचोटि तपाईँ आउँदा हामी एक महिनालाई दिएर पठाउँछ तपाईँले के नमस्कार, मेरो नाम सुजन आचार्य, म सिग्रे स्वास्थ्य चौकी इन्चार्ज। हाम्रो शिवपुरी गाउँपालिकाबाट एकीकृत घुम्ती सेवा भन्ने अहिले सम्पूर्ण वडाहरूमा छ। तैपनि हाम्रोमा चाहिँ विगत 2-3 वर्ष अगाडिदेखि नै एकीकृत घुम्ती सेवा पशु, कृषि र स्वास्थ्यको एउटै स्थानबाट हामीले सेवा दिँदै आएका छौँ। गाउँघर क्लिनिकमा गएर जस्तै हाम्रो 11, 12 र 13, 14 4 दिन चाहिँ हाम्रो शिवपुरी वडा नम्बर 4 मा चाहिँ एकीकृत घुम्ती सेवा भनेर सञ्चालनमा रहेको छ, जसमा तपाईँको सेवा लिने यस्तो वर्षायाम यो कामको चापमा पनि सेवा लिने सेवाग्राहीको सङ्ख्या चाहिँ उल्लेखनीय देखिन्छ। जस्तै तपाईँको पुडी भन्ज्याङ एउटा हाम्रो हिजो 13 गते चलेको संस्थानमा लगभग 35 जनाले सेवा लिनुभयो। त्यसै गरी तामाङटोल भनेको हाम्रो 12 गते चल्छ, त्यसमा लगभग 18 जना हुनुहुन्छ। त्यहाँ थोरै बस्तीमा पनि 18 जना सम्पूर्णले सेवा लिनुभएको छ। र जस्तै बुढाथोकी टोल भनेको हाम्रो पञ्चचोक पनि भन्छौँ हामी उता आउँदै गर्दा, त्यहाँनिर जहिले 39-40 जनाले चाहिँ प्रत्येक महिना सेवा लिनुभएको छ। र अहिले हाम्रो चलिरहेको चाहिँ शिवपुरीको साबिक सिग्रे गाविसको 1 नम्बर हो। अहिले यो सिग्रेमा चाहिँ हाम्रो आज 14 गते चल्ने हो। यहाँ चाहिँ लगभग 70-80 जनाको रेसियोमा हामीले सेवा दिँदै आएका छौँ। यो सेवा चाहिँ तपाईँ एकै ठाउँबाट सेवा लिनु हुँदाखेरि सबैजना खुसी भएको र हामी कर्मचारी पनि सेवा दिँदाखेरि खुसी भएको महसुस। प्राय गरी हेर्दै जाँदा हामीले अलिकति सुगर प्रेसर चाहिँ गरिरहेको बढी देखेको छ। तपाईँको यही देखेको हुँदा चाहिँ हामीले 2-2 महिनामा गाउँपालिकाबाट हामीले त्यो ग्लुकोमिटरको माध्यमबाट स्क्रिनिङ गरेको छौँ। र यदि हाई देखिएको शङ्का लागेको छ भने हाम्रो स्वास्थ्य चौकीमा प्रत्येक मङ्गलबार ल्याब सेवा फ्री भएको जानकारी गराउँदै उहाँहरूलाई त्यहाँ ल्याबमा लगेर हाम्रो स्वास्थ्य चौकीबाट पनि सुगर मापन गरिरहेका छौँ। मेरो नाम सन्देश पौडेल, म शिवपुरी गाउँपालिका वडा नम्बर 3 र 4 को पशु प्राविधिक। आज चाहिँ यो हाम्रो सिक्रीमा हरेक शिवपुरीको 4 नम्बर वडामा जहिले पनि हरेक महिनाको 11 देखि 14 गतिसम्म शिविर हुन्छ। त्यस अन्तर्गतै शिवपुरी वडा नम्बर 4 को सिक्री भन्ने ठाउँमा आज 14 गति छ, बिदाको दिन भए पनि हामी चलाउँछौँ यो सधैँ। यहाँ चाहिँ मान्छेहरू चाहिँ धेरै आकर्षित पनि भएको छैन, आउनु पनि भएको छ होइन। यहाँ चाहिँ धेरै समस्या भने माहलुबेनमा भनेको अलिक बाख्राहरूलाई जुवा पर्ने जुवा नामले होइन, र औषधि खुवाउने पनि पहिला त्यति दिन चलन रहेछ। अहिले पछिल्लो समय चाहिँ नाम जुवा खुवाउनु थाल्नु भएको छ यहाँका मान्छेहरूले होइन। अब यहाँको समस्या भने धेरै समस्या चाहिँ बाख्रालाई नाम जुवाकै समस्या छ। चाहिँ आजसम्म अब अहिले क्रमै छ, सेवा लिन आउने क्रमै छ। अहिलेसम्म चाहिँ डाटा हेर्दाखेरि चाहिँ लगभग 76 जनाले सेवा लिएको छ। सेवा लिएको छ होइन? हजुर। ए केही के औषधि के पैसा लिएर हो कि निःशुल्क? यो चाहिँ हामीले चाहिँ गाउँघर किनेर निःशुल्क सेवा गाउँ वडामा चाहिँ हामी 20 रुपियाँ रासो काट्थ्यौँ भने यहाँ चाहिँ केही रासो पनि नलिकन यो एकदमै निःशुल्क सेवा, एकदमै देखिहाल्नु भएको छ औषधि होइन। यो सबै कुरो एकदम निःशुल्क हो। नमस्कार, मेरो नाम सिद्धान्त राजु उप्रेती, घर शिवपुरी 7। म चाहिँ वडा नम्बर 4 र 7 मा चाहिँ अहिले कृषि प्राविधिकको रूपमा कार्यरत छु। आज चाहिँ हामी बिदाको दिन भए पनि गाउँघर क्लिनिकमा छौँ। प्रत्येक महिनाको 11, 12, 13, 14 चाहिँ हामीले चाहिँ गाउँघर क्लिनिक बिदाको दिन भए पनि सञ्चालन गर्छौँ। आज चाहिँ हामीले सिग्रेमा साबिक 1 सिग्रेमा आएर गाउँघर क्लिनिक सञ्चालन गर्दैछौँ। हामीले चाहिँ विशेष गरी कृषि सेवा अन्तर्गत चाहिँ किसानहरूलाई परामर्श दिने, कृषि सम्बन्धी विविध समस्याहरूको रोग किरा लगायत अन्य बाली नाली कसरी लगाउने होइन, त्यसलाई चाहिँ मल बिउ बिजन के कसरी, मल खादको मात्रा के हो त्यो सम्बन्धी जानकारी गराउने। त्यसपछि रासायनिक विषादी चाहिँ सकेसम्म कम प्रयोग गर्नुहोस्, अर्ग्यानिक गर्नुहोस् भनेर हामीले रासायनिक विषादीलाई चाहिँ कम गर्दै प्राङ्गारिक विषादी अथवा जैविक मल, झोल मल र वनस्पतिक विषादीहरूमा चाहिँ जोड दिने, उहाँहरूलाई यो गर्नुहोस् भनेर परामर्श दिने र त्यो कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धी जानकारी पनि गर्ने त्यो काम हुन्छ भने हामीले किसानहरूले चाँडो रिजल्टको लागि हामी यो तरिका रासायनिक विषादी नै प्रयोग गर्छौँ भनेको खण्डमा चाहिँ बढी सुरक्षित हुने, स्वास्थ्यलाई चाहिँ बढी सुरक्षित हुने खालका विषादीहरू, निलो पहेँला रङका ट्याग भएका विषादीहरूलाई चाहिँ हामीले सिफारिस गरिरहेका हुन्छौँ। सकेसम्म किसानकोलाई चाहिँ अर्ग्यानिक नै खानुपर्छ, रासायनिक विषादीहरू प्रयोग गर्नुहुन्न। हामी गाउँ ठाउँमा बसिसकेपछि मानव स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ भन्ने हिसाबले परामर्श दिने र विभिन्न समस्याहरूलाई परामर्श दिने र उहाँहरूको समस्यालाई पालिका स्तरमा पुर्याउने अथवा सम्बन्धित निकायहरूमा पुर्याउने पुलको रूपमा काम गरिराखेको। घर क्लिनिकमा चाहिँ हामीले कृषि सेवा, पशु सेवा र स्वास्थ्य सेवा चाहिँ एकीकृत रूपमा सञ्चालन गर्दै आइराखेको छौँ प्रत्येक महिनामा, जसबाट चाहिँ हामीले किसानहरूको प्रत्येक टोलमा उपस्थित भएर किसानहरूलाई स्वास्थ्यसँग समस्या छ भने पनि उहाँहरूको स्वास्थ्य जाँच हुन्छ। र स्वास्थ्यमा चाहिँ अब प्रेसर अनि त्यहाँबाट ब्लड सुगर होइन,
त्यसपछि उहाँहरूलाई विभिन्न औषधिहरू जे समस्या छ त्यो सम्बन्धी औषधिहरू वितरण गर्ने र पशु सेवाबाट पनि विभिन्न औषधिहरू र उहाँहरूको पशु बाख्रा वस्तुहरूमा हुने समस्याहरूको समाधान हाम्रो पशु स्वास्थ्य प्राविधिक सरले गर्नुहुन्छ भने म स्वयं कृषि प्राविधिकले चाहिँ हाम्रो कृषि सम्बन्धी परामर्शहरू दिएर एकीकृत घुम्ती शिविर चाहिँ प्रत्येक टोलको गाउँ गाउँमा उपस्थित भएर सञ्चालन गरिराखेको किसानहरूको प्रतिक्रिया चाहिँ उहाँहरूको टोलमा गएर प्रत्येक महिनामा भए पनि एकपल्ट आइदिनु भएको छ तपाईँहरूले गर्दाखेरि हामीले सेवा प्राप्त गर्न सकेका छौँ भनेर खुसी व्यक्त गर्नुहुन्छ यो सेवाहरू चाहिँ निरन्तर रूपमा अझै परिष्कृत गर्दै लैजानु होला र यो भइरहेको सेवाहरू नघटाउनु होला निरन्तर सेवा दिनु होला भन्ने खालका सुझावहरू दिनुहुन्छ